गाइज हैन 5 मिनेटको अन्तरमा चाहिँ म कहाँबाट कहाँ पुग्छु भन्ने कुरा मलाई पनि थाहा हुँदैन हैन। म भर्खरै घरमा थिएँ भने भर्खरै यहाँ माइती आइपुगेको छु हैन। म चाहिँ मजाले घरमा सुतेर बसिरहेको थिएँ हैन। अनि यहाँ आउने ठेगानै थिएन कि मेरो। अब हाम्रो त अब अटो पाउँदैन माथि, अनि तल आउनलाई त अटो चाहिन्छ किनभने उसको अब कतै हिँड्नु पर्यो भने तल त कपडा यान त्यान बोकेर हिँड्नुपर्ने हुन्छ, आफू पो जे लाए पनि हुन्छ, बच्चाको लागि त सरसामान सबै बोकेर हिँड्नुपर्छ हैन। अनि त्यही भएर म चाहिँ आउँदिनँ भनेर चुप लाएर बसिरहेको थिएँ। अनि बहिनीले फोन गरेँ, अनि बहिनीले फोन गरेर चाहिँ दिदी बाबाले भन्नुभएको उता बजारबाट यो एउटा अटो आउँदैछ अरे तिमीहरूकै गाउँमा, अनि त्यही अटोमा फर्किँदाखेरि त्यही अटोमा आइजे भनेर ठ्याक्कै फोन गरेँ होइन। अनि फोन बोलेर नसकिँदै अटो घरमुनि आइपुगिहाल्यो होइन। अन्त ल नि त ल अब म अब जस्तो तस्तो आइहाल्छु भनेर होइन फोन राखेर टक 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 होइन दराजमा चाहिँ जुन कपडा चाहिँ सुरुमा छ त्यही कपडा प्यात्त निकालेर लाएर आएँ। पुन्टुले चाहिँ यही कपडा एउटा लगाइदिएँ, अनि यताउति पुन्टुको कपडाहरू के छ त्यही सारसुर कामकुम पारेर आइहाल्यो होइन। अनि मम्मीलाई पनि बिचरा मम्मीलाई नि थाहा छैन कि अब म आउँदिनँ भनेर चुप लाएर बसेको थिएँ, मम्मीले पनि नभन्यो भने बसेको थिएँ। अनि अब लास्टमा आउनु परिहाल्यो। अनि अटो आउँदाखेरि मम्मीलाई पनि थाहा पाउनुभयो। अनि ल म अब भोलि आउँछु भनेर मम्मीलाई चाहिँ अब भनेर अटोमा चार्सिया चढेर आइहाल्यो होइन। अब किन आयो के को लागि आयो भने चाहिँ नेक्स्ट भिडियोमा भन्नु होला। अहिले चाहिँ बाई बाई।